मान्छे किन आउनु पर्यो? तिमी एक्लै जान सकिहाल्छौ नि हैन? सुदामजी, तपाईँ जाँदै हुनुहुन्छ? जानु त पर्छ। आज लास्ट डे भएर मात्रै, नत्र यत्रो रातिसम्म वार्डनले बाहिर बस्न कहाँ दिन्थे। आज जीवनमा पहिलोचोटि झुट बोलेको छु, त्यो पनि यहाँ आउनको लागि। अब हाम्रो कहिले भेट होला? जीवन रहुन्जेलसम्म भेट त भइहाल्छ नि। जीवन रहेसम्म? तपाईँ त मेरो निकै नै असल मित्र हुनुहुन्छ। नेपालगञ्जको बसाइमा तपाईँले मेरा सबै प्रब्लमहरूमा साथ दिनुभएको छ। तपाईँको सहयोगलाई जिन्दगीभर भुल्न सक्दिनँ। हामी एउटा असल मित्र मात्रै भएर बसौँ त?